मासुम मेरो आजको लागि हाम्रो सगुन जय श्री कृष्ण वेलकम बैक टू मिस्टर कुमार ठाडा मगरको ब्लगमा एन्ड मी माइसेल्फ कुसुम ठाडा मगर उहाँको छोरी बाइ द वे यो ब्याकग्राउन्ड चाहिँ यस्तै नै हो बिकज हाम्रो घरको स्टाफहरू अब बुझ्नु नै हुन्छ होला अनि आज चाहिँ ड्याडीले मलाई यार बिहानै गाडी घटाएको थियो भने starting with a bad day, right? Getting scolded at the morning, it is really not good. किनकि हाम्रो चाहिँ घरमा मासु पकाउँछ नि त अब दसैँ लगाएपछि मासु त पकाउँछ अनि खारेर राख भनेको हामीले खारेर राखेको मासु त्यही पनि घनायो भट्कामहरू अनि अझै राम्रोसित खारेको भयो हुन्थ्यो भनेर कराएको हो अनि आफैले पकाउनु भयो मासु लेट मी सो यु हाउ इट लुक्स लाइक मासु मिठो गाइस दिस इज गेटिङ फ्राइड भएर नि अझै फ्राइड भइरहेको यो मासु चाहिँ बाइ द वे है यो सुरुमा चाहिँ मम्मीले खानु भएको थियो अनि हि डजन्ट लाइक हाउ इट हेज बिन कुक्ड त्यही भएर ओ ड्याडी चाहिँ पकाउँदै हाई गाइस हाई अब चाहिँ हामी टिका लगाउनु जानु भएको बिहानको त मैले देखाइहालेँ है साडी बिग्रियो ठिक छ गाइस कपाल पनि यस्तै छ म चाहिँ छिटो रेडी भएको यो ड्याडी मम्मीले गर्दाखेरि आफै चाहिँ यस्तो राम्रो भएको छ म हाम्रो सगुन ड्याडी किन्दैछ एक्चुअली हैन गाइस लाइक ल अब चाहिँ बात ल हाम्रो कोसेली के हो नाम यसो भनिदिइहाल्नु त खै ल गाइस नंबर 1 लग्जरी एउटा फोटो खिच्नु न एकछिन अब हामी चाहिँ बाजेको घरमा लाग्दैछौँ त्यो चाहिँ हाम्रो कोसेली हो हामी मगरहरूकोमा अब यस्तै नै चल्छ वी डजन्ट माइन्ड इट ओके टु क्यारी लाइक दिस थिङ्स एनिवे गाइस जला बजाउनु छ What do you think about it, guys? Like, as a cool weather is not so good, not so nice. पानी परेर यो वेदर चाहिँ राम्रो छैन भनौँ मलाई चाहिँ राम्रो लागेको छैन त्यो स्टिल इट्स ओके राइट मोम हाम्रो बाजे घर चाहिँ बाजेको घर चाहिँ हो होइन अब चाहिँ हाम्रो बाजेको घर चाहिँ लाइक यहाँबाट हाम्रो 10 मिनट 5 मिनट लाग्छ भनौँ न द्याट्स इट गाइस तर आजको मौसम चाहिँ साह्रै नराम्रो क्या त्यो ब्राइट पनि पुगेको छैन कस्तो नराम्रो देखेको छ फेरि यस्तो चाहिँ होइन फेरि हामीलाई सबैजनाको डिफ्रेन्ट पर्सपेक्टिभ भ्यू हुन्छ डिफ्रेन्ट मान्छेलाई डिफ्रेन्ट सिजन्स मनसुन्स मनपर्छ हो कि होइन जहाँसम्म लाग्छ मलाई होइन अनि त्यही भएर अझै साडी लाउन अलिकति अनकम्फर्टेबल लाग्छ किनकि हेर हामी चाहिँ जाँदैछौँ ओममा चाहिँ सबजना गाउँ गएको होला त के टिका लाउनु चाहिँ ह्याप्पी दसैँ वान्स अगेन सबैजनालाई आज मेरो चुरा फुट्यो क्या गाइस यार कसम होइन 3टा
आजै त पोस्ट गर्छु तपाईँले थाहा बाजेकोमा ओहो सानो मान्छे सब पसल बन्द छ एकजना हाम्रो बोजू चाहिँ बिरामी हुन्छ अनि म त्यो क्लिप चाहिँ देखाउँछु उहाँ चाहिँ राइट नाउ कति वर्ष भएर बोजे 90 बिस्टर लक 92 भएको छ मेरो हजुरआमैलाई पनि भेट्ने हो। हजुरआमै अब सदा भयो हजुरआमैले हामीलाई टिका लगाइदिन्थ्यो। यसपालि टिका त्यति छैन, हाम्रो जमरा छैन। यसो अस्ति मात्रै बल्ल 2 दिन भयो हाम्रो चाहिँ दाजुभाइ एकजना स्वर्गवास हुनुभएको थियो। उहाँको हामी हिजो मात्रै हामी चोखिएको। त्यो हुँदाखेरि हाम्रो जमरा छैन र यसो हजुरआमैको बिरामी हुनुहुन्छ। हजुरआमैले ओछ्यानबाटै हामीलाई यसो टिका मात्रै यसो लगाइदिनुहुन्छ। त्यही भएर घर घरमा अब यो मेरो घर काकाको हजुरआमै हामी गइयो गमे ले अगाडि हेर्नु ए कहाँ त्यो नम्बर 1 ठोकाउँदै हिँडे नम्बर 1 हो। हाई चेक कता हो लु हिँड भित्र ल भाउजूलाई दर्शन गर्दै हाम्रो चाहिँ म त किचनमै छिर्छु। हाई गाइस कस्तो आजको लाइटिङ राम्रो छैन। बाजे हो उहाँ चाहिँ मेरो अनि उहाँ नम्बर 1 लिने चाहिँ हाम्रो बुझे ओह जेक बुझे है खोइ आइ गरे लगेलामा बस्छु एकछिन न म नमस्ते गर्छु अब एकछिन खाजा खाने होइन ए बाबा मेरो साडी च्याति छ रे खाइसक्छ है सामान्य मडम अनि अङ्कलहरु यहाँ मैले नमस्ते गर्छु यसलाई फोन हाल्नु कस्तो मान्छेहरु छ खाना ओइले पाया ओहो नमस्कारम आजा नङडा कोता रे यहाँ डल्ले यो राखदिम के गाइस अब चाहिँ जाउँ बोजेलाई भेट्नलाई हाम्रो कति वर्षको बोजे 92 हो कति 92 कमल कपुरी ब्युटीफुल कल हाय बोजे बोजे खोइ हाय गर्दिन हाय गर्दिन हाय मैले ढोक छाप्नु नहुने यसो गर्छ कि मलाई गोडामा पनि ढोक होइन यसो गर्नुपर्छ टाढेबाट तँले ढोक दियो भने यसो गर्नुपर्छ कि यसो गर्नु ढोक छाप्नु हुनाले एकदमै
काशी गएर जम्मै उ गरे के अन्त त्यो मुर्गे चाहिँ घर बनाउँदैन बनाएको छ त अनि कता यहाँ मेरो घर बनाइदिन्छ अरे खानु पनि दिन्छ अरे घिउ खाए घिउ मासु खाए मासु दिन्छ अरे त्यसो भन्छ मन्छी राखिदिन्छ भने त रे तँ राखिदिया त हुने मन्छी पनि राखिदिन्छ अरे भात त्यो पकाउने पनि राख्छ अरे कति राम्री भएर बसिया थियो बोजे त आज राम्री भएर बसिया रहेछ टिका लाएर जागिर दिएर राख्छ अरे मलाई काम गर राजाले न मासु चिनी नभलाई मलाई मासु पनि मेरो छोरी चिनी बोजे मलाई त छोरी होइन नातिनी होइन यसको छोरी अन्त जागिर पनि दिन्छ अरे हामीलाई पनि दिन्छ अरे दिन्छ क्यारै खानु पनि मिसाइ दिन्छ मासु खाए मात्रै राम्रोसँग पालेन हजुर अहिले आउँछ अरे त्यो त राजेन्द्र भाइ यहाँ खानेकुरो काका छ्यामा यो पो राम्रो हाल्छ त जेक पो राम्रो हाल्छ त मासु किन्नु पर्दैन गाइस यो चाहिँ भाग लगाएको बोजे डाडु यस्तो गर्नु न यसो गर्नु त डाडु अचार यस्तो देखाउनु न एउटा फोटो खिच्छु मासु र अचार धन्यवाद करे नि उठाउनु न मासु यस्तो देखाउनु न मासु पनि एउटा फोटो खिच्छु यो चाहिँ हाम्रो भाग लाग्दैछ आज हाम्रो पार्टी खाएलो बाजे गुड गुड गरिरहेको भेजिटेरियन एउटा है रेडी गो हे हे राम राम नसक्नु छ यहाँनिर एकदमै क्या मिठो वाइल्ड मिठो बास्ना छ बोजे अचार त क्या बास्ना खाना मिठो भयो आजको लागि हाम्रो सगुन ल है ल ओहो आयो ल किन समाउनु तपाईँले पर्दैन नखाने मान्छेले आजको घरको छोरी चाहिँ हाम्रो अङ्कल छ गाइस फाइनली अङ्कल आन्टी आइपुग्नु भएको छ हाम्रो भिडियोमा राजकुमार अङ्कल अङ्कल भिडियो ह्याप्पी दसैँ भने छोरी होइन क्या सबैलाई सबै परिवारलाई ह्याप्पी दसैँ आन्टीहरू अङ्कल हुनुहुन्छ अनि दुइटा बहिनीहरू हुनुहुन्छ खाएर भ्याएँ होइन
एकछिनमा चाहिँ अनि टिका लगाउने खाइसकेपछि टिका लगाउने मेरो मम्मी चाहिँ भान्से गर्दै हुनुहुन्छ पनि भान्से अब चाहिँ हाम्रो टिका लगाउने पालो ड्याडी चाहिँ बसिरहनु भएको छ अङ्कल पनि हुनुहुन्छ दाइ गेम खेलिरहेको छ यतातिर बोजे अङ्कललाई फोन गर्दै हुनुहुन्छ यहाँ लागेन हाम्रो अङ्कल यतिखेर मम्मीले चाहिँ लागेन बोजे के अघिबाट भएन उयो त्यो सुत्यो भयो भनेर लु 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 जस्तै आन्टीहरू बाजे एक्लै लगाएको टिका राम्रा बुढीलाई छोरी छोरी लगाइ चाहिँ हाम्रो चाहिँ टिका लगाएछ फुल पर्दैन ह्याप्पी दसैँ जबले मानी खाने हाउस मेरो घरलाई खुट्टामा समस्या भयो अनि त्यो छोरा नभए पोनाति के दिनु न त मेरो त 3 जना मात्रै जस्तो बुढा भयो धेरै छैन हामी पुण्यमान टिका लगाइदिनु पर्छ अम्मा चारजना छ ढोगे दाइले लु लगाइदिनु बोजे नान ह्याप्पी दसैँ चाहिँ अङ्कल सुत्यो अब हाम्रो पालो खोइ सानी ए बाजे पट्टापट्टि कहीँ बुढा बुढीसँग अर्को एकताल कसले बाले नि अधम यस्तो मैले झन् धागो धेरै हाल्दा सानो दिनु मलाई अलि ठाडो भयो त कान्छी गाइस फाइनली हाम्रो टिका चाहिँ सक्यो पूजा पाहुना कति हाम्रो घर जान्छ याद देव खै छ सक्यो सक्यो दसैँ सक्यो प्रोसेस हाम्रो अङ्कल चाहिँ टिका पनि झारेको छ वदाते पनि छ लेट्स गो टिक खै आउनु जाउँ माथि अङ्कल अब एकछिन बाजे फोटो खिच्न जाने होइन माथि के खामा यस्तो चाहिँ हुनु भएन है ह्याप्पी दसैँ ह्याप्पी दसैँ त्यही भएर आउनु त आउँछु धेरै बेर हुन्छ सक्यो अनि यहाँबाट चाहिँ धानबारी देखिन्छ वाउ सो प्रिटी हाम्रो
हाम्रो चाहिँ दसैँ सक्यो यति छिटै नै किन बन्द गरेको भने देयर इज मोर कन्टेन्ट टु लेफ्ट टु बी रेकर्डेड सो द्याट्स वाइ आजको मेन कन्टेन्ट भनेको चाहिँ पुटिङ अन द टिका अनि त्यहाँपछि त्यही हो यु क्यान वाच दिस भिडियो अन मिस्टर कुमार थारा मगरज्यूको भ्लगमा इट मिन्स माई ड्याड भ्लग एन्ड प्लिज गाइज लाइक सेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल भन न my YouTube channel. म चाहिँ ड्याडीलाई बिस्तारै बिस्तारै भ्लग गर्न सिकाउँदैछु उहाँको क्यामेराको पोर्सन अप एन्ड डाउन होला तर प्लिज गाइज सपोर्ट हिम बाई प्लिज लाइक सेयर सब्सक्राइब गरेर है बाई ह्याप्पी दसैँ जय श्री कृष्ण राधे राधे बाई